यो भिडियोमा देखाए अनुसार तपाईले देख्नु भएको होला आँखाको ढकनीमा सेतो झिल्ली जस्तो बसिरहेको छ र हामीले त्यो झिल्लीलाई निकाल्ने बेलामा त्यहाँबाट रगत पनि आइरहेको छ। यस्तो समस्यालाई हामीले स्युडोमेम्ब्रेनस कन्जङ्टिभाइटिस अथवा मेम्ब्रेनस कन्जङ्टिभाइटिस भन्ने गर्छौं। यदि तपाईको त्यो झिल्ली एकदमै चप्केर बसेको छ, सजिलै निस्किरहेको छैन भने तपाईलाई मेम्ब्रेनस कन्जङ्टिभाइटिस भएको हुन सक्छ र यो कन्डिसनमा चाहिँ अलिकति रगत पनि धेरै आउने हुन्छ किनभने धेरै चप्केको हुन्छ। तर स्युडोमेम्ब्रेनस कन्जङ्टिभाइटिसमा के हुन्छ भन्दाखेरि माथिको सतहमा एकदम हल्का गरी झिल्ली बसेको हुन्छ र त्यसलाई निकाल्न पनि सजिलो हुन्छ र रगत पनि कम आउने हुन्छ। आँखा पाक्ने समस्या धेरै किसिमको हुन्छ तर अहिले देखिरहेको भनेको भाइरल हो जसमा धेरै जनालाई देखिने भनेको मेम्ब्रेनस कन्जङ्टिभाइटिस हो अथवा स्युडोमेम्ब्रेनस कन्जङ्टिभाइटिस हो। यो आँखा पाक्ने समस्या तपाईको ब्याक्टेरियलले गर्दा पनि हुन सक्छ, भाइरलले गर्दा पनि हुन सक्छ। यो ब्याक्टेरियल हो कि भाइरल हो भनेर तपाईले घरमै छुट्याउनको लागि चाहिँ तपाईको आँखा बिहान उठ्ने बेलामा एकदमै टालिन्छ र दिउँसो पनि कचेराहरू धेरै लागिरहेको हुन्छ, आँसुसँग कचेराहरू धेरै हुन्छ, चिप्राहरू धेरै हुन्छ भने तपाईलाई ब्याक्टेरियल कन्जङ्टिभाइटिस भएको शंका गर्न सकिन्छ। तर तपाईको आँखा पाकेको छ, कचेराहरू चाहिँ लागेको छैन, आँसु धेरै आइरहेको छ, रातो छ भने चाहिँ तपाईलाई भाइरल कन्जङ्टिभाइटिस भएको हो कि भनेर शंका गर्न सकिन्छ। र मान्छेहरूले जुन आँखाबाट रगत आयो भनिराख्नु भएको छ त्यो समस्या चाहिँ प्रायः जसो स्युडोमेम्ब्रेनस कन्जङ्टिभाइटिस अथवा मेम्ब्रेनस कन्जङ्टिभाइटिसमा हुने गर्छ। यदि तपाईलाई यो समस्या भएको छ र घरमा तपाईले आँखा मुभमेन्ट गर्ने बेलामा बाइ चान्स झुकेर त्यो झिल्ली आफै कोतरियो अथवा निस्कियो भने त्यहाँबाट रगत आउन सक्छ र मान्छेहरूलाई चाहिँ मेरो आँसुबाट रगत आइरहेछ भनेर अनुभव हुन्छ। आँखा पाक्ने समस्या प्रायः जसो सरुवा हुन्छ, तपाईको एउटा आँखादेखि अर्को आँखा पनि सर्न सक्छ। त्यसै गरी तपाईको थ्रुबाट तपाईको फ्यामिली मेम्बर्सलाई अथवा तपाईको साथीभाइहरूले पनि सर्न सक्छ। कसैलाई आँखा पाक्ने समस्या छ र उसको आँखामा हेर्यो भने आफूलाई पनि आँखा पाक्ने समस्या सर्छ भन्ने कन्सेप्ट छ तर त्यस्तो चाहिँ हुँदैन। आँखा पाक्ने सरुवा रोग हो र यो सर्नेको प्रक्रिया फरक छ। यदि तपाईको आँखा पाकेको छ, तपाईले आँखा मिच्नु भयो, त्यसमा कचेरा अथवा आँसुहरू परेको छ, अब त्यो कचेरा अथवा आँसु चाहिँ अर्को मान्छेको आँखामा पर्यो भने बल्ल तपाईको आँखा पाक्ने समस्या सर्ने हुन्छ। आई होप तपाईले आँखा पाक्ने समस्याको बारेमा केही कुराहरू बुझ्नु भएको होला। यस्तै आँखा सम्बन्धी भिडियोको लागि मलाई फलो गर्न सक्नुहुन्छ। केही क्वेशन्सहरू छ भने फेसबुक अथवा इन्स्टाग्राममा मेसेज गर्नु होला। हस् आजलाई यति नै। थ्यांक यू भेरी मच।